हेलो साथीहरू, आफ्नो नानी बाबुहरूलाई एकदमै हेल्दी अप्सनको खोजीमा हुनुहुन्छ, मैदाबाट टाढा राख्न चाहनुहुन्छ भने चाहिँ आजको यो रेसिपी तपाईँहरूको लागि पर्फेक्ट हुनेछ। यो चाहिँ तपाईँहरूले बाबु नानीलाई टिफिनमा पनि दिन सक्नुहुन्छ अनि दिउँसोको नास्ताको रूपमा पनि दिन सक्नुहुनेछ। सबैभन्दा पहिला चाहिँ चिउरालाई भिजाउने 2-3 मिनट भिज्नको लागि छोडिदिने अनि यतातिर चाहिँ टमेटो केचप लिने, अलिकति चिली फ्लेक्स, अर्ग्यानो अनि मसिनरी काटेको लसुन अनि रातो धुलो खुर्सानीलाई राखेर अनि मजाले घोलिदिने। यो चाहिँ कश्मिरी रातो धुलो खुर्सानी खासै पिरो हुँदैन। अनि यतातिर चाहिँ हाम्रो यो चाहिँ सस रेडी भयो। अब यसलाई चाहिँ साइडमा राख्ने। त्यसपछि यतातिर चिउरा भिजिसकेको छ, यसलाई चाहिँ पानीबाट निचरेर बाहिर निकाल्ने, अर्को भाँडामा ट्रान्सफर गर्ने। सबै चिउरालाई निचरेर निकालेँ मैले चाहिँ। अब चाहिँ अन्डालाई फुटाएर राखिदिने। मैले चाहिँ 3वटा अन्डा लिएकी छु। तपाईँहरूले चाहिँ चिउरा कति राख्नुभएको छ त्यो अनुसारले कम या बेसी गर्न सक्नुहुनेछ। अन्डालाई राखिसकेपछि अब स्वादअनुसार नुन राख्ने अनि अलिकति मरिचको धुलो पनि राखिदिने। त्यसपछि गरम मसला छ भने चाहिँ राख्नुहोला, यसले चाहिँ स्वाद चाहिँ राम्रो बनाउँछ। अनि मजाले फिट्ने यसलाई। अनि यतातिर ग्यास अन गरेर एउटा प्यान बसाल्ने। बटर, तेल वा घिउ जे पनि राख्न सक्नुहुनेछ। राख्ने र अघिको ब्याटरलाई सबैतिर फैलिने गरेर राखिदिने। यसरी मैले डाडुको सहायताले सबैतिर फैलाएँ। त्यसपछि छोपेर 2 मिनट जति पकाएपछि अर्को पाटो फर्काउने। फर्काउँदाखेरि अलिकति यस्तो क्र्याक भयो कि मेरो चाहिँ केही हुँदैन, तर यो अन्डा भएको भएर जोडिन्छ। अब चाहिँ ग्यासलाई हामीले लो हिटमा राखेर अघि तयार पारेको ससलाई सबैतिर लगाउने। मौसम कति शीतल छ क्या आज, हेर्नु साथीहरू, पानी परिरहेको छ। यतातिर तपाईँहरूकोतिर पानी परेको छ कि छैन कमेन्ट पनि गर्दै गर्नुहोला। अनि भिडियो मन परेमा लाइक पनि गर्नुहोला। सस लगाइसकेपछि माथिबाट मैले चाहिँ चिजलाई राखिदिएँ यसरी। अनि भेजिटेबलहरूमा चाहिँ मैले बन्दा, यो चाहिँ पर्पल कलरको बन्दा हो। त्यसपछि माथिबाट क्याप्सिकम, गाजर अनि प्याज राखिदिएँ मैले। भेजिटेबलहरू चाहिँ तपाईँले आफ्नो इच्छा अनुसार राख्न सक्नुहुनेछ। त्यसपछि माथिबाट फेरि मैले चिज राखेको थिएँ। त्यसपछि चिली फ्लेक्स माथिबाट, अनि त्यसपछि पिज्जा सिजनिङ थियो मसँग, त्यो पनि राखिदिएँ। अनि अर्ग्यानो माथिबाट राखेर छोपेर 2-3 मिनटको लागि चाहिँ मैले मिडियम हिटमा पकाएको थिएँ। अब हेर्नुहोस् त कस्तो मजाले पिज्जा रेडी भएको छ। यसरी तपाईँहरूले आफ्नो सानो सानो नानी बाबुहरूलाई पनि दिन सक्नुहुनेछ। भेजिटेबल चाहिँ अलि गलेको चाहनुहुन्छ भने चाहिँ एकैछिन बोइल गरेर अनि राख्दा पनि हुन्छ।